पंडित जी महाराज का पूजन पाठ इत्यादि चल रहा है। यहाँ पर गांव के स्थापित देवी देवताओं का भी, जंगली माता का भी पूजा किया जाता है, जंगली देवी देवताओं का भी पूजा किया जाता है। आइए अब हम जानने की कोशिश करते हैं कि वन दुर्गा देवी की इतिहास क्या है। इतिहास जानने के लिए हमें इनके पास जाना होगा। ये यहाँ के ओझा भी हैं और काफ़ी पुराने हैं यहाँ इस गांव के, तो जानते हैं। अच्छा, हजुरकोबाट म जान्नु चाहन्छु कि वन दुर्गा देवी को इतिहास के हो। अब 45 वर्ष हुँदाखेरि लगभग 1970 भनौँ न, 1970 मा उत्रेको, उतारेको मै हो। यहाँ उतारा गएर गाउँ गरमको देवी एकै रातमा उठ्यो। यहाँ चाहिँ कसरी चाहिँ तपाईलाई थाहा भयो कि यहाँनिर पहिला छ भने? अब यहाँनिर छ भने त पहिला हाम्रो गुरु पनि आएर बस्दाखेरि पनि सन्तोषी यहाँ देवी पूजा छ, वैकुण्ठपुरमा यो देवी मन्दिर छ भनेर चाहिँ गुरुले भनेको थियो। तर हाम्रो गुरुले पनि पार गर्न सक्नु भएन। पछाडि अब म पनि गुरुसँग हिँड्दै थिएँ, उत्रँदाखेरिमा हेर्दाखेरिमा मन्दिरमा हेर्दाखेरिमा उसको घरमा पुज्नेको दिन हाम्रो दीर्घबहादुरको घरमा सबैजना गरम मिलेर देवी मन्दिर छ भनेपछि सबै गाउँको मान्छे मिलेर सबै चन्दा उठाएर 1 रुपियाँ 2 रुपियाँ जस्तो चन्दा उठाएर अनि म बसेँ। गुरु पनि हुनुहुन्छ गौरी झाँक्री, अनि म बसेँ। अब उनको घर त सिटोङ हो, कुन्तीटार। अनि अब गुरु हुनुहुन्छ, मलाई राखेर रातको टक्कै 12 बजे छ, त्यति बेला चाहिँ मलाई केले लग्यो पत्ता छैन, ल्याए पत्ता छैन। मलाई केले ल्याए 12 बजे हजुर तपाई चाहिँ मन्दिरमा बसिरहेको, मन्दिरमा मलाई म चिन्ता बस्दै गर्दाखेरिमा चाहिँ अब रातको 12 बजेको रहेछ, तर मलाई पत्ता छैन। अब उहाँबाट अरू पनि बुढाहरू पनि कतिजना आएको रहेछ, पछि आएको रहेछ। आउँदाखेरिमा चाहिँ अब यहाँबाट लगेछ मलाई यहाँ तल बेदगाडीमा, यहाँ हुँदो राति बेदगाडीबाट ल्याएर चाहिँ यहाँनिर अब यहाँ असबाबको सब 5 बिर्सिएको असबाबको गाँठ थियो। यहाँ 1 बिघाको ठुलो गुफा थियो। त्यो गुफामा देवी सन्तोषी माता उत्पत्ति भयो, राति उत्पत्ति गरे। कता कता सुनेको यहाँ बाघको आवाज पनि आउँथ्यो, बाघको आवाज, हात्तीको आवाज आइरहेको थियो। यहाँ अन्धकार थियो, एकदम अन्धकारको माने यो यसलाई वैकुण्ठपुर त बङ्गालीहरूले चाहिँ पछाडि 8-10 वर्ष पछाडि 15-20 वर्ष पछाडि उनीहरूले चाहिँ हामीले चढाएको 1 पैसा 2 पैसा थियो त्यति बेला। त्यो 1 पैसा 2 पैसा चाहिँ हामीले त्यो त्रिशुल चढाएको थियो। त्यो त्रिशुलमा हेर्दै आएर चाहिँ एउटा बङ्गाली आएर अनि त्यो पैसा टिपेछ। टिपेर चाहिँ उसले भनेछ कि आज मैले एउटा कुरो चिताउँछु, त्यो कुरा पुग्यो भनेदेखि अर्को सालदेखि म तिम्रो थान मन्दिरमा बाजा बजाएर आउँछु भनेर त्यति बेला 1 रुपियाँ पैसा टिपेर लिएर पैँचो लिएर गयो। मातासित पैँचो लिएर गएर अर्को साल चाहिँ तिम्रामा बाजा गाजा गराएर म आउँछु भनेछ। जाँदाखेरिमा जाँदै यहाँ 80 घरतिर कता नसमुना पुगिसकेपछि त्यो 1 रुपियाँको एउटा टिकट लटरी 1 रुपियाँ, त्यो लटरी फर्स्ट प्राइज भएछ 1 लाख रुपियाँ। त्यति बेलाको 40 वर्षको 1 लाख रुपियाँ पनि सानो कुरो होइन नि, अहिलेको 10 करोड। अनि अर्को सालदेखि बङ्गालीले के गर्नु लाग्यो, उनीहरूले भन्यो वन दुर्गा। अब उनीहरूलाई जानेन, उनीहरूले जाने छैन। अब मन्दिर वन दुर्गा, अब जङ्गल भएपछि वन दुर्गा। तर पक्का सन्तोषी माता हुन्, यिनीहरू 5 कन्या देवी हुन्। त्यति बेला मैले उतारेर
भोलिपल्ट सबैजना आएर यहाँ आएर सबै गुरुहरू सबै भोलिपल्ट गुरुहरू सबै गाउँको मान्छे आएर सबै आएर भन्दा पक्का छ पक्का सन्तोषी माता विशेष मन्दिर चाहिँ सन्तोषी माताको हो तर सन्तोषी यो माता प्रचलित नाम चाहिँ वनदुर्गालाई नै अहिले पनि प्रचलित छ अहिले वनदुर्गाको प्रचार छ हो तर खुदै चाहिँ सन्तोषी हुन् यहाँ यिनले जस्तो माने अहिले त्यो गाँ चाहिँ यहाँ पुर्याउनु पत्ता छैन यहाँ लथालिङ्गै भयो जस्तो चिताको कुनले यिनले पुर्याएर जाने कतिजना पुर्याएर गयो यहाँ त्रिशुल लाने मान्छे त्रिशुल बेचेर खाँदा खाँदै मरे यहाँ त 2-3 जना मरेछौँ ससोदपुरको हाम्रो गाउँको एकजना मऱ्यो एकजना मऱ्यो एकजना चाहिँ फेरि पछाडि मैले हाम्रो नेपालीलाई चाहिँ पछाडि मैले यहीँ ल्याएर दुतो जाति भयो भनेदेखि आज यो 45 साल भयो हामी 70 वर्ष 70 सालको कुरा हो यो आजसम्म हामीले प्रचार गर्न सकेनौँ प्रचार गर्न सके भए हामीले पनि सबै मिलेर प्रचार गर्न सके भएदेखि आज के हुने थियो गाउँको इतिहाससँग जोडिएको ठाउँ हो तर अब बङ्गालीहरूले त कमिटी भयो पार्टी भयो उनीहरूले प्रचार गर्यो अहिले करोड रुपियाँ उनीहरूले सालमा कमाउँदैछ यहाँबाट हाम्रो बोट थियो यहाँ यो बोट पनि यहाँ पुग्यो भने पत्ता पुर्याएर आज यो हाम्रो यो ठुलो माने ठुलो धाम हो यो ठुलो यसलाई आज हामी धाम जानु ठुल्ठुलो धाम जानु पनि दरकारै छैन आज हाम्रो यो धामलाई हामीले राम्रो गरेर जान सक्यौँ अझै पनि सबैजना मिलेर सबैजना भएर यो धामलाई हामीले राम्रो गरेर जान सक्यौँ भनेदेखि अझै पनि यो बढेर जान्छ आज हाम्रो त मेरो शक्ति छैन तर अब हाम्रो जति दाजुभाइ के अरे पढेका नानीहरू छन् पढन्ते बुद्धिवाला नानीहरू छन् आज हामीले यो प्रचार गरेर जान सक्यौँ भने हाम्रो यो प्रचार हाम्रो इतिहास हो इतिहासमा हाम्रो फालाबारीमा चाहिँ यो इतिहासमा जोडिएको ठाउँ भनेदेखि आज कष्ट गरेर उतार्ने मैले हुँ भोलिपल्ट गुरुहरू आएर हेर्दाखेरिमा सबैजना गाउँको मान्छे आएर हेर्दा राति मलाई खै केले पनि उ गरेन उहाँदेखिको म राति बिहान उज्यालो हुँदाखेरि फेरि मन्दिर उहाँ थानमा पुगेको थिएँ घरमा 5 किलोमिटर अब रात उहाँ पुर्याएको थिएँ कसैलाई चोट पनि लागेन कसैलाई काँले पनि घोचेन कसैलाई कोहीमा ठोकिएन पनि अब यिनको खुन पार्नु हुँदैन यिनलाई अहिले बङ्गालीहरूले ल्याएर पनि के अरे बलि पनि दिइरहेको छ बलि दिने जति मान्छे यी नै झुन्निएर पनि गयो मऱ्यो मन्दिरमै झुन्निएर पनि मऱ्यो यिनीहरू एकदम इतिहास भगवान पक्का देवी इतिहासको दिदी हुने आज हामीले जस्तो परिकारको आज गर्न सक्यौँ आज उहाँलाई हामीले मानेर लान सक्यौँ हामीले उहाँले हामीलाई सब कुरो नै दिएर जान्छ पुर्याएर जान्छ मैले आज हाम्रो यो तिथि हो पुण्यमा उत्पत्ति गरेर उनले बगपत्र गरेको तिथि चण्डी पुण्य आउने एकादशी महिनी एकादशीमा मलाई ल्याएर दुध धारा 5 जना पन्ने केटी लिएर आउनु टीका लगाइदिनु 5 दिन अगाडिदेखि मासु मङ्स अम्लो पिरो बन्द गर्नु भनेको थियो भनेर उनले बताए के अरे इतिहासमा उनले देवीले नै बगपत्र गरेको म यो तिथिमा मलाई मुसिरे पुण्यमा धनी पुण्यमा हामी म बसेको होइन धनी पुण्य होइन के अरे धनी पुण्यमा हो धनी पुण्यमा बसेको उत्पत्ति यो पुण्यमा दिएको उनको पक्का पूजा गर्नु चाहिँ उनलाई मान्ने चाहिँ यो तिथि महिने एकादशी मन्दिरको यो स्थिति अवस्थानको जग्गाको बारेमा के भन्नु यो अवस्थान भन्नुपर्दाखेरि ठाउँ चाहिँ यो फाराबारी नेपाली बस्ती जुन चाहिँ गाउँ छ हाम्रो गाउँ भन्नुपर्दा है त्यहाँबाट चाहिँ लगभग
3-4 किलोमिटर है, 3-4 किलोमिटर टाढो जङ्गलभित्र 5 किलो हजुर 5 किलोमिटर 5 किलोमिटर भित्र यो बैकुण्ठपुर फरेस्ट एकदम मध्य पर्छ। यहाँबाट लगभग 5 किलोमिटर उता पूर्वतिर गयौँ भने सरस्वती बगान भन्ने ठाउँ आउँछ, जुन चाहिँ गजलडुबा एरिया, त्यो गजलडुबा ड्याम छ त्यो एरिया पर्छ। र यसको पश्चिममा हाम्रो खराबारी गाउँ छ। र यो चाहिँ विशेष सुरु चाहिँ हामी नेपालीले नै, हाम्रा काकाले नै यहाँनिर स्थापना गर्नुभएको। तर आज यो हामीले पहिला स्थापना गर्दा, हाम्रो गाउँकाहरूले स्थापना गर्दा चाहिँ सन्तोषी मन्दिर, सन्तोषी माताको मन्दिर भनेर यो ठाउँ प्रचलित थियो। तर बादमा पछि यो अर्को समुदायकाहरू जस्तै बङ्गालीहरू उहाँबाट आएर उनीहरूले पूजा गर्नु थालेपछि चाहिँ उनीहरूले चाहिँ भगवान अब उनीहरूले पनि सपनामा देखेको अरे, तर सन्तोषी माता ठिम्याउनु नसकेर चाहिँ दुर्गा माता जस्तो लागेर उहाँहरूले नामकरण दिनुभयो नयाँ वनदुर्गा भनेर। वनदुर्गा यस्तो प्रकारले चाहिँ यो मन्दिरको नाम चाहिँ वनदुर्गा भयो। हजुर त्यसपछि उनीहरूले पूजा गर्न थाले डिसेम्बरमा, यो डिसेम्बरको महिनामा पर्छ, पुष महिनामा उनीहरूले पूजा गरेर यहाँ मेला लगाउँथे पुरा। त्यो मेलामा साधुहरू आउँथे, उत्तर प्रदेश काशी यो हिमालबाट पनि साधुहरू आउँथे, वस्त्र धारण नगर्ने साधुहरू पनि आउँथे, नागा साधु पनि आएर टन्नै डेरा लगाएर बस्थे, 10-15 दिनसम्म यहाँ पूजा गर्थे। उनीहरू आएर सबै पूजा सकेपछि त्यहाँबाट जाने गर्थे। तर त्यो मेला लाग्दाखेरि के भयो भन्दाखेरि यहाँनिर यो व्यवसायको पनि एउटा वृद्धि हुँदाखेरि व्यवसायमा मान्छेहरू लोभिएर माछा मासु रम रक्सी सबै यहाँनिर बिक्री हुन थाल्यो। अनि त्यसले गर्दाखेरि जस्तो त्यो बिक्री हुन थाल्यो केही साल बादमा नै हावाले यो रूप ढालिदियो। पछि त्यसरी मेला लाग्दा लाग्दा मान्छेहरूले यताउता गर्नु थाल्यो, किनकि यहाँ आउनुपर्ने भन्दाखेरि आउनुभन्दा अगाडि 5 दिनदेखि अमिलो बार्नुपर्छ, पिरो बार्नुपर्छ, प्याज लसुन बार्नुपर्छ। तर यो मेला लाग्दाखेरि मान्छेहरू जे पायो त्यही खायो, नबारिकन घुम्नु आउने, यहाँनिर पूजा गर्नु नआएर उनीहरू चाहिँ घुम्नु आउनाले गर्दाखेरि यहाँ अहिले मानिन्छ यहाँनिर सबै रुख पनि उजाडिएको छ। पहिला यहाँनिर आउँदा ठुलो बडे यो 1.5-2 कट्ठाको झन्डै रुख थियो, ठुलो बडे रुख थियो यहाँनिर। 1.5 कट्ठा हजुर 5-6वटा रुख जोडिएर बिचमा गुफा जस्तो भएको थियो, जहाँनिर हामीले पूजा गर्थ्यौँ। म पनि सानो हुँदा आउँदाखेरि थियो। तर केही वर्ष भयो अहिले, हजुर 10-12 वर्ष भयो रुख उजाडिएको छ। र पनि हामीले यहाँनिर अब अझै संरक्षण गर्नु जरुरी छ। हामी गाउँकाहरू मिलेर सबै समस्त नेपाली मिलेर यसको नयाँ नामकरण गर्नु जरुरी छ, किनकि यो हाम्रो गाउँसँग जोडिएको, फाराबारीसँग जोडिएको एउटा ऐतिहासिक ठाउँ अनि हाम्रो धर्मसँग जोडिएको ऐतिहासिक ठाउँ हो। त्यही भएर हामीले संरक्षण गर्नुपर्छ। धन्यवाद। अब हजुरहरूलाई सबै श्रोताहरूलाई दर्शकहरूलाई पनि यो अनुरोध छ कि यसमा तपाईँले सहयोग दिनुहोला। जस्तो प्रकारले तपाईँले यो होइन कि आर्थिक रूपमै सहयोग दिनुपर्छ भने हजुर जरुरी छैन, तपाईँहरू शारीरिक रूपमा जस्तो प्रकारले पनि तपाईँहरूले सहयोग दिन सक्नुहुन्छ। हजुर यहाँ आउनु सक्नुहुन्छ, माताको दर्शन गर्न सक्नुहुन्छ। यो सुख, यो यति खुसीको यो पर्वलाई हामीले एकसाथमा मनाएर यो हाम्रो पर्वलाई हामीले अघि बढाउनुपर्छ। अवश्य। No, you go from here.